चलाउन सक्छन् कि सक्दैनन् के हो फेरि त्यो चाहिँ सर? अब सामान्यतया राजनीति त राजनीतिज्ञहरूले नै चलाउने हो। तर अब तपाईले हेर्नुहोस् न, ट्रम्प हेर्नुभयो भने अराजनीतिज्ञ हुन्, त्यति राम्रो सञ्चालन छैन। त्यसपछि जेलेन्स्की अराजनीतिज्ञ हुन्, त्यसले गर्दाखेरि सिङ्गो विश्व चाहिँ कोपित तपाईँ देखिरहनु भएको छ। अराजनीतिज्ञ नै हुन्, अराजनीतिक नै हुन्, उनले पनि कुनै राम्रो पर्फर्मेन्स दिन सकेनन्। यद्यपि त्यहाँ नरेन्द्र मोदीको षड्यन्त्र घातले गर्दा त्यो भएको भन्ने कुरा छ, तैपनि त्यो असफलतातिर नै गयो। पुटिन पनि अराजनीतिक नै हुन्, ब्युरोक्रेटिक मान्छे हुन्। जासुसी बढाउनु भयो उहाँ। होइन, अब उहाँले पनि त्यसलाई रुसलाई नेतृत्व दिने कुरामा त उहाँ सक्षम देखिनुभयो। तर राष्ट्रको नेतृत्व भनेको त प्राविधिक र प्रशासनिक कुरा मात्रै होइन नि त। हजुर। अब मैले 4वटा दृष्टान्त चाहिँ यहाँ दिएँ। यो 4वटालाई दृष्टान्त मान्ने हो भने राम्रो लक्षण चाहिँ छैन वास्तवमा। अराजनीतिक मान्छेले राजनीति सञ्चालन गर्ने कुरा त्यति सुगम चाहिँ हुँदैन भन्ने नै देखिन्छ। 2/3 मेजोरिटी हुँदा पनि फरक पर्दैन। यो मेजोरिटीको प्रश्न होइन नि त, मेजोरिटी त प्राविधिक कुरा भयो नि त। हजुर। यो त आचरणको प्रश्न हो। जस्तो नेपालको कुरा गर्ने हो भने अराजनीतिक मान्छेहरूले बरु आफ्नो कार्य चाहिँ सही समयमा सम्पादन गरेको देखिन्छ। खिलराज के भन्थे, खिलराज रेग्मी एउटा दृष्टान्त हो। यिनीहरूले 10 वर्ष लाएर पनि एउटा संविधान सभाको निर्वाचन गर्न सकेका थिएनन्। हजुर। खिलराजले सहजै त्यो काम गरे मात्रै होइन, यसपटक अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पनि त्यो काम सहजै गरेर देखाइदिन्। यो दृष्टान्तलाई आधार मान्ने हो भने बालेन शाहबाट पनि हुने सम्भावना प्रचुर छ। किनभने उनी अराजनीतिक हुँदा हुँदै पनि काठमाडौँको मेयरको नेतृत्व चाहिँ उनले ठिकसँग गरेको देखियो। अरू पनि जो अराजनीतिक पृष्ठभूमिका मेयरहरू थिए, राजनीतिक पृष्ठभूमिका मेयरको भन्दा राम्रो पर्फर्मेन्स देखिन्छ। किनभने राजनीतिक पृष्ठभूमिकोले चाहिँ कार्यकर्ताहरूका जायज नाजायज स्वार्थहरू मागहरू परिपूर्ति गरिदिनु पर्ने रहेछ। विकास निर्माण पनि त्यसरी नै चाहिँ दुष्प्रभावित हुने होला। त्यसपछि उनीहरूले चाहिँ सही परिणाम झिक्न सकेका थिएनन्। तर जो अराजनीतिक र व्यक्तिवादी मान्छे हुन्छ उसका त त्यत्रा धेरै एप्लिकेसनहरू हुँदैनन्। अब त्यो मैले राम्रोसँग सूचना त लिन पाएको छैन। सायद अहिले चाहिँ प्रधानमन्त्रीले बालुवाटारमा भेटघाट पनि रोकेको होला। जबकि के तपाईँ सूचना छ के रोकेको हो? उहाँको चाहिँ अब कार्यालय समय यता सचिवालयमै छ, अहिले सिंहदरबारतिरै छ सबै। अब बालुवाटारलाई केन्द्र बनाउने गरेको पृष्ठभूमि थियो। 400-500 मान्छे दिनहुँ त्यहाँ चाहिँ पुगिरहेका हुन्थे, चाकरदारहरू रुवाबासी हुन्थ्यो त्यहाँभित्र। रुने, माग्ने, छाती पिट्ने, सारा गर्ने। पञ्चायतकालमा त फोन गर्न मात्रै पनि त्यहाँ जान्थे अरे मान्छे, किनभने फोन एकदम महँगो हुन्थ्यो त्यति बेला। 2-4 लाख प्रति महिना त प्रधानमन्त्री निवासमा फोन मात्रै हान्थे अरे कार्यकर्ताहरू। धेरै महँगो हुन्थ्यो के फोन फेरि। त यसरी उनीहरूले चाहिँ राज्यको सम्पत्ति दुरुपयोग गरेका हुन् हिजो। अब अहिले बालेन शाह भइसकेपछि यो पीडा त राज्यले वहन गर्नु पर्दैन। जस्तो यो सल्लाहकार कोनी के प्रमुख सचिव फलानो भनेर 1 दर्जनको हुल हुन्थ्यो त्यहाँ। अब अहिले पनि 2-4 जना यसो वरिपरिका मान्छेलाई बालेन शाहले यसो यताउता त गरेको हो क्यारे, तर त्यत्रो हाई साउन्ड छैन। त यो हिसाबले चाहिँ अराजनीतिक मान्छे बरु राज्यका लागि कम बोजिलो र चाह्यो भने केही कुरा गर्न सक्छ भन्ने कुराका दृष्टान्तहरू चाहिँ पर्याप्त छन्। तर त्यो अनुसारको गर्ने इच्छा शक्ति चाहिँ चाहिन्छ। अब बालेन शाहमा त्यस्तो इच्छा शक्ति होस् र उनले हाम्रो यो इच्छा पूरा गरिदिउन् भन्ने चाहिँ आम जनमानसको अपेक्षा हो। अब गर्छन् कसो हुन्छ के त्यो चाहिँ हामीले एउटा बडो चासोका साथ हेरिराखेका त अब